यदि तपाईँ नेप्सेमा ट्रेड गरिराख्नु भएको छ र तपाईँलाई अब बजार कुन डिरेक्सनमा जाने हो अथवा मार्केट अझै झर्ने हो कि आउने दिनहरुमा अझै बढ्ने हो कि भन्ने कुरामा यदि तपाईँ अलमल हुनुहुन्छ र तपाईलाई चाहिँ यसको बारेमा डिटेली बुझ्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि नै हो। र तपाईहरुले चाहिँ यो भिडियोमा चाहिँ मार्केट अहिले बुलमा छ कि अहिले बियरमा नै शिफ्ट भइसकेको छ भन्ने कुराको बारेमा तपाईले यो भिडियोमा डिटेली बुझ्नुहुन्छ। र यो भिडियोमा चाहिँ मैले मन्थली, वीकली र डेली चार्ट एनालिसिसहरु गरेको छु र यो भिडियो चाहिँ तपाईहरुको लागि आफ्नो पोर्टफोलियो म्यानेजमेन्ट र रिस्क म्यानेजमेन्टको लागि चाहिँ एकदम नै हेल्पफुल हुनेवाला छ। त्यसैले ढिला नगरी भिडियोलाई स्टार्ट गरौँ है त। र मैले चाहिँ जुन यो तपाईको श्रावण 8 गते जुन जुलाई 24 को क्यान्डलमा चाहिँ मैले चाहिँ एउटा के अपडेट गराएको थिएँ भन्दाखेरि मैले एउटा सर्ट भिडियो बनाएको थिएँ हैन। त्यो युट्युबमा अहिले पनि छ, गएर तपाईले हेर्न सक्नुहुन्छ सर्ट्स भित्र। अनि नेप्से अपडेट फर मन्डे भनेर मैले बनाएको थिएँ, त्यो म ठ्याक्क यही प्रिन्टमा हाल्दिन्छु हैन। अनि त्यो दिनमा चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि यो क्यान्डल नबन्दाखेरि यो अघिल्लो क्यान्डलमा नै यदि केही गरी भोलि यो क्यान्डलको मुनि यदि मार्केटले क्लोजिङ दिन्छ भने तपाईले चाहिँ आफ्नो रिस्की स्टक्सहरु बेच्नको लागि हेर्न सक्नुहुन्छ भनेर मैले चाहिँ त्यो चाहिँ अपडेट गरेको थिएँ। यदि यसको मुनि क्लोजिङ दिन्छ भने मार्केट चाहिँ एउटा राम्रो करेक्सनमा चाहिँ जान सक्छ अथवा चाहिँ मार्केट घट्न सक्छ भनेर चाहिँ मैले अपडेट गरेको थिएँ। र म यो भन्न आएको होइन कि मैले यहाँबाट झर्छ भनेको थिएँ, अब मार्केट झर्यो त्यही भएर चाहिँ त्यसको क्रेडिट लिन लागेको भनेर चाहिँ भन्नु होला हैन। किन मैले भनेको भन्दाखेरि हाम्रो जस्तै कि मेरो चाहिँ एउटा के स्ट्र्याटेजी थियो भन्दाखेरि यो क्यान्डलसम्म चाहिँ ठिकै थियो हैन। हाम्रो यदि कुनै पनि ग्रीन क्यान्डललाई चाहिँ रेड क्यान्डलले पुरै इन्गल्फ गरिदिन्छ भने चाहिँ त्यसपछि चाहिँ एउटा राम्रो करेक्सन दिने गर्छ अथवा आउने गर्छ हैन। अनि यहाँनिर चाहिँ के भइदियो भन्दाखेरि यो ग्रीन क्यान्डलको माथि यो जुन रेड क्यान्डलले मजाले ताकिदियो हैन, त्यसपछि चाहिँ एउटा करेक्सन सुरु भएको हो। त्यसैगरी सिमिलरली हाम्रो अप ट्रेन्डमा पनि के हुन्छ, एउटा रेड क्यान्डललाई एउटा ग्रीन क्यान्डलले पुरै मजाले इन्गल्फ गरिसकेपछि त्यसपछि तपाईको ट्रेन्ड त्यही अनुसार नै जाने गर्छ। अब त्यहाँदेखि यो झर्दै गर्दाखेरि कुनै पनि खालको हाम्रो यहाँनिर बाइङ सेटअप नै बनेको छैन खासमा हेर्ने हो भने हैन। अनि अब यो जुन रेन्जमा तपाईको यो मार्केट खेलिरहेको छ हैन, अहिले तपाईको हेर्नुहुन्छ भने यो एउटै रेन्जमा तपाईको लगभग पनि 5 वटा क्यान्डल बनाइसक्यो हैन। अब यो 4 वटा क्यान्डलमा चाहिँ तपाईको अब पहिला यो क्यान्डलदेखि हामी मजाले स्टडी गरौँ है त। यो एउटा तपाईको क्यान्डल भन्यो नि, एउटा यसको विक एकदम नै लङ थियो। र अब यो क्यान्डलदेखि स्टडी गर्दाखेरि यो क्यान्डलको कुरा गर्नुहुन्छ भने यो क्यान्डलमा तपाईको एउटा लामो विक बनायो यो क्यान्डलले हैन। त्यसपछि चाहिँ अब सेकेन्ड क्यान्डलले चाहिँ के गर्यो भन्दाखेरि सेकेन्ड क्यान्डलले चाहिँ यो प्रिभियस क्यान्डलको यसले हेर्नुस् त यहाँबाट एउटा स्विप गरेको छ हैन, एउटा यसको डाउन साइडको लिक्विडिटी चाहिँ लगेर चाहिँ यसले माथि क्लोजिङ दिएको छ हैन। अब यसको मतलब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यदि यो क्यान्डलले यसको लिक्विडिटी लान्छ भने नेक्स्ट क्यान्डलले यसको हाईको लिक्विडिटी लाने पनि चान्सेस हाई हुन्छ। नभन्दै तपाईको यो थर्ड क्यान्डलले यसको हाईको लिक्विडिटी पनि पुरै लगिदिएको छ हैन। त्यसपछि के छ भन्दा त्यसपछिको यो रेड क्यान्डल छ, यो क्यान्डलमा हेर्नुहुन्छ भने कुनै पनि खालको तपाईको बाइङ त्यति स्ट्रङ देखिँदैन। तपाईले यो हेर्दै गर्दाखेरि यसमा एउटा सानो विक चाहिँ बनेको छ हैन। तर यो रेड क्यान्डलमा चाहिँ यो दिनमा चाहिँ कुनै पनि खालको तपाईको त्यस्तो सारो बाइङ प्रेसर नै देखिएन हैन। यानी कि तपाईको बायरले यो दिनमा माथि लानै सकेन हैन। यो एउटा पुरै तपाईको एउटा नेगेटिभ क्यान्डल हो हैन। यदि यसले त विक बनाएको छ, यदि विक नबनाएको भए यो अझै स्ट्रङ क्यान्डल हुन्थ्यो, एउटा भेरी स्ट्रङ क्यान्डल हुन्थ्यो। र त्यसपछिको के थियो भन्दाखेरि यो नेक्स्ट क्यान्डलले के गर्दियो, यसको लिक्विडिटी पुरै लगिदियो हैन। अब यो क्यान्डलले यसको लिक्विडिटी लगेपछि अब फेरि यसको माथिको लिक्विडिटी लाने चान्सेस चाहिँ हाई हुन्छ। नभन्दै के गर्दियो भन्दाखेरि यो क्यान्डलले यसको माथिको हाई पनि लगिदियो, लिक्विडिटी लगिदियो भने, तर लिक्विडिटी लग्यो तर यसको मुनि क्लोजिङ चाहिँ गर्न सकेन। फेरि हेर्नुस् त ठ्याक्क यो क्यान्डलको यो लोको मुनि क्लोजिङ चाहिँ गर्न सकेन, तर बडीले चाहिँ पुरै इन्गल्फ चाहिँ गरिसक्यो। यानी कि बडी जुन यो हिजोको भन्दा आज तल नै क्लोजिङ भएको छ हैन। अब यो जुन रेन्जमा खेलिरहेको थियो नि, तपाईले हेरिराख्नुहुन्छ यो जुन रेन्जमा एउटा पुरै क्लोजिङ नै नदिकन यो 4 वटा क्यान्डल यो रेन्जमा 4 वटा हैन, ओके यो 5 वटा क्यान्डल एउटै रेन्जमा खेलिरहेको थियो। अब यो क्यान्डलले चाहिँ के गरिदियो भन्दाखेरि यो जुन सबैको लोको मुनि चाहिँ यसरी ब्रेकडाउन दिएको छ हैन। तपाईको पुरै क्यान्डल चाहिँ क्लोजिङ हुन त यो लो हो है। अब यो लो हो, यो लोको हाम्रो लेटेस्ट लो चाहिँ यो भयो, यसको क्यान्डलको लो। यो लोको मुनि यदि क्लोजिङ दिएको भए यो यसले सिधै यो अबको आउने दिनहरुमा यो पुरै तपाईको मार्केट पुरै खस्न सक्छ अथवा चाहिँ पुरै सेलिङ नै आउन सक्ने अथवा चाहिँ यही लेभलसम्म पुग्न सक्ने चाहिँ त्यसले चाहिँ भन्थ्यो हैन। हाम्रोको लागि चाहिँ अहिले यो छ रिसेन्ट अर्डर ब्लक हैन, यदि तपाईले हेर्नुहुन्छ भने, किनभने क्यारेक्टर शिफ्ट भएको छ हैन। तर कुरा के छ भन्दाखेरि क्यारेक्टर त शिफ्ट भयो हैन। अनि हामीले अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि हामी कुन टाइममा छौं भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै हामी अहिले जुलाई सकेर हामी अगस्ततिर छौं हैन, तर अगस्तमा पुगिसकेपछि अब अगस्तलाई हेर्ने हो भने तपाईको
विगतको केही वर्षमा अगस्तमा खासै बढेको तपाईँको रेकर्ड छैन होइन। प्राय जुलाई सकेपछि अगस्तमा राम्रै करेक्सन लिने चाहिँ मार्केटले चाहिँ त्यो हिस्ट्रीले देखाएको छ। त्यसैले टाइमिङ पनि एकदम नै महत्त्वपूर्ण हुन्छ होइन। अब हामी कुन टाइममा ट्रेड गरिरहेको छौँ होइन। सो नेप्सेको लागि बेस्ट टाइम भनेको तपाईँको जुलाईको अगाडि हो होइन। अनि त्यसपछि भनेको तपाईँको जनवरी अगाडि, जुन भनेको तपाईँको नेपालीमा तपाईँको असार र श्रावण, अनि त्यसपछि भनेको अर्को भनेको तपाईँको पुस माघतिर। सो यो टाइममा चाहिँ मार्केटले चाहिँ एउटा बढी राम्रो चाहिँ मोमेन्टम सो गरेको छ अहिलेसम्म हेर्ने हो भने। र यो भयो तपाईँको हिस्टोरिकल डेटाको अनुसार यो भयो होइन। अब भनेपछि तपाईँले अब यसरी गर्दै गर्दाखेरि तपाईँले चाहिँ अब बाई हेर्ने कि नहेर्ने भन्दाखेरि नहेर्ने, किनभने मार्केट पुरै यसरी घटिरहेको छ। तपाईँले चाहिँ अब आफ्नो स्टक्स एभरेजिङ गरिराख्नु भएको होला होइन। कतिपय स्टक्सहरू अब एज अ ट्रेडरको रूपमा चाहिँ एभरेजिङ गर्नु खासै राम्रो चाहिँ मानिँदैन, किनभने एभरेजिङ भनेको एउटा इन्भेस्टरले गर्ने हो। अनि इन्भेस्टरको टार्गेट भनेको मिड टर्म टु लङ टर्म हुन्छ। ट्रेडरको भनेको उसले मोमेन्टम ट्रेड गर्ने हो। जुन स्टकमा मोमेन्टम बनेको छ त्यो स्टकमा चाहिँ मजाले ट्रेड गर्ने हो। स्टप लस पनि हुन्छ होइन। तपाईँले एउटा क्वान्टिटीमा लिनुभएको छ भने तपाईँको स्टप लस हिट भयो भने त्यसलाई चाहिँ तपाईँले बेचेर निस्किने हो। त्यसैमा चाहिँ तपाईँले चाहिँ अब थप्दै थप्दै चाहिँ लानु एउटा ट्रेडरको क्यारेक्टर होइन जस्तो लाग्छ होइन। अब कतिपयले त्यस्तै गरिराख्नु भएको होला। कुनै स्टक्स घट्यो, मसँग कोलाट्रलमा पैसा छ भन्दैमा चाहिँ मैले चाहिँ त्यसलाई चाहिँ अझै घट्यो अझै किनौँ गर्दाखेरि त्यो के हुन्छ भन्दाखेरि तपाईँले एभरेजिङ डाउन गरेर राख्नु भएको छ। अनि त्यो स्टकमा खासै मोमेन्टम नआउँदाखेरि त्यो स्टक तलैतिर बसिरहेको हुन्छ र तपाईँको पैसा त्यहाँनिर फसिरहेको हुन्छ, जुन भनेको एकदमै नराम्रो हो। एज अ ट्रेडर त्यसरी चाहिँ कहिले पनि गर्नु हुँदैन। र मेरो एक्सपिरियन्सको अनुसार त त्यो त झनै गर्नु हुँदैन। यदि हाइड्रो पावरको स्टक छ, रिस्की स्टक छ, त्यस्तो केसमा भनेको तपाईँले एभरेजिङ गर्नु भनेको त एकदम नै नराम्रो नै हो है। फन्डामेन्टल स्टक छ, अलि मजाले लङ टर्मको लागि चाहिँ हेरिराख्नु भएको छ भने चाहिँ तपाईँको लागि बेस्ट हुन्छ एभरेजिङ गर्नु पनि भनेको, किनभने तपाईँसँग सोर्स अफ इन्कम पनि आइरहेको छ, तपाईँलाई चाहिँ यो कम्पनी पनि राम्रो छ, अनि फ्युचरमा पनि एउटा राम्रो रिटर्न एक्सपेक्ट गर्नुभएको छ होइन। एज अ क्यापिटल गेन प्लस डिभिडेन्डको रूपमा पनि तपाईँले त्यसरी हेरिराख्नु भएको छ भने चाहिँ प्रब्लम भएन, किनभने मार्केटमा जति घट्दा पनि तपाईँको एउटा अपर्च्युनिटी हुनसक्छ यदि राम्रो स्टकमा मात्रै, फेरि त्यो फन्डामेन्टली राम्रो स्ट्रङ अलिकति मजाले टाइम दिएर लगानी गर्ने हो भने मात्र चाहिँ। तर ट्रेडरको लागि चाहिँ राम्रो होइन, किनभने यो जुन झर्दै गर्दाखेरि कुनै पनि बाई सेटअप नै बनेको छैन हाम्रो लागि। अब हाम्रो लागि मेजर एरिया भनेको यो एरिया हो, जुन यो 2500 जुन अब 2600 नै भनौँ, 2600 एरियातिर नै आउन दिउँ पहिला मार्केटलाई होइन। अब आजको क्यान्डलले हेर्दाखेरि त यो अझै मजाले आउन सक्ने चान्सेस देखाइसकेको छ होइन। अनि अझै कतिलाई पनि के कन्फ्युजन छ भन्दाखेरि साँच्चै हामी बुलमै हो कि बियरमा सिफ्ट भइसक्यौँ। सो यो कुरामा पनि अलिकति हामीले मजाले बुझ्नुपर्ने हुन्छ होइन। तपाईँले चार्टलाई मात्र हेर्नुहुन्छ भने त्यो सायद तपाईँको लागि एउटा ठुलो गल्ती पनि हुनसक्छ होइन। हुन त चार्टले पनि धेरै कुरा भनिरहेको हुन्छ होइन, तर पनि तपाईँको एउटा ब्रोडर इकोनोमिक पर्सपेक्टिभबाट तपाईँले एकचोटि हेर्नुभयो भने चाहिँ तपाईँले ठुलो अथवा चाहिँ धेरै कुराहरू तपाईँले पत्ता लगाउन सक्नुहुन्छ होइन। अब खालि त्यो बुम 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 हुने अथवा चाहिँ तपाईँको सिधै तपाईँको त्यो 3200को 3000 को रेखा तानेर होइन, यसरी मान्छेले चाहिँ अब यसरी तपाईँको धर्का बनाइदिएर यहाँनिर यहाँसम्म जान्छ भनेर बनाइदिएर चाहिँ अब त्यहीँ जान्छ। अथवा चाहिँ अब धेरैजनाले चाहिँ मैले चाहिँ चार्टहरू कस्तो देखिरहेको थियो भन्दाखेरि अब कतिले यसरी बनाएर यसरी बनाएर चाहिँ यसरी जुन बनाइराख्नु भएको थियो होइन। अब यो बढ्ने चान्सेस चाहिँ के कस्तो छ त होइन, यसको तपाईँको अब यो नै तपाईँको यसरी नै जान्छ भन्ने के ग्यारेन्टी छ होइन। त्यसरी नजान पनि सक्छ, अथवा मार्केटले अझै तल गएर त्यसपछि बल्ल एउटा बेस बनाएर अनि बल्ल जाने हो। अनि अब हतपत्ती यसरी झरिसकेपछि मार्केट यसरी हतपत्ती तपाईँको भिसेप रिकभरी देखेर यसरी तपाईँको बढेको रेकर्ड पनि छैन होइन। एक लेभलमा बस्छ, मजाले एकुमुलेट गर्छ होइन। त्यसपछि टाइमिङ पनि जुन मैले भनेको थिएँ, टाइमिङ पनि इम्पोर्टेन्ट छ होइन। मान्छेको चाहिँ एउटा के सोच हुन्छ भन्दाखेरि पैसा छ भन्दैमा 12 महिना नेप्सेमा कमाउन सकिन्छ भन्ने एउटा जुन त्यो कुरा छ क्या। नेप्सेमा भनेको तपाईँको कहिले पनि तपाईँले 12 महिना कमाउने ठाउँ नै होइन। नेप्सेमा भनेको तपाईँले अब तपाईँसँग क्यास छ, तपाईँसँग चाहिँ कोलाट्रलमा पैसा छ भन्दैमा चाहिँ तपाईँले चाहिँ हरेक महिना चाहिँ तपाईँले ट्रेड लिइराख्नुपर्छ भन्ने पनि हुँदैन। कतिपय टाइममा तपाईँले क्यासमा पनि बस्न सक्नुभयो होइन। वर्षको 2 चोटि आउने, त्यसपछि बाँकी दिनमा अरू चिजमा व्यस्त हुने होइन। जस्तै अब तपाईँ बजारमा आउँदाखेरि जुन असार श्रावणमा मात्र आउनुहोस्, त्यसपछि फेरि आफ्नो काममा लाग्नुहोस्, त्यसपछि फेरि पुस माघ सुरु हुनुभन्दा अगाडि आउनुहोस्, त्यसपछि फेरि अरू चिजमा व्यस्त हुनुहोस्। अब यो 12 महिना चाहिँ तपाईँ चाहिँ अब पैसा हाल्यो भन्दैमा चाहिँ नेप्से बढ्नै पर्छ। अब मैले त यो होइन आफै जबरजस्ती धर्का तानेर जबरजस्ती तपाईँको चाहिँ अब ल यसरी जान्छ, यहाँ यस्तो छ त्यस्तो छ भनेर चाहिँ तपाईँले जबरजस्ती मार्केटलाई चाहिँ त्यसरी अब गर्नुभयो भने त्यसरी मेन्टली चाहिँ हामीलाई एकदम नै असर पार्ने गर्छ होइन। कस्तो भन्दाखेरि तपाईँको दिनदिनै
ट्रेड गरिराख्नुपर्छ भन्ने पनि हुँदैन तपाईको महिनै पछि हप्तै पछि हैन क्यासै अब पोर्टफोलियो खाली भएको देख्नै नसक्ने अब अरूले कमाइराछ म छुट्ला कि मैले त कमाउनै नसक्ला कि हैन अब त्यो भित्र भइरहन्छ नि हैन त्यो मेन समस्या त्यो हो के किनभने तपाईलाई अब इमोसनल कन्ट्रोल यदि त्यो भइरहेको छैन मार्केटमा चाहिँ तपाईको पैसा लगाइराख्न मन लाग्ने लगानी गरिराख्न मन लाग्ने अथवा ट्रेड गरिराख्न मन लाग्ने त्यो चाहिँ एउटा एकदम नै खतरनाक एउटा लुप हो जस्तो लाग्छ मलाई चाहिँ त्यसैले नेप्सेमा एउटा टाइमिङ हुन्छ जुन टाइममा तपाईले मजाले इन्भेस्ट गर्न सक्नुहुन्छ हैन जुन अनि अर्को टाइम भनेको तपाईले मजाले चाहिँ आराम गरेर बस्न पनि सकियो हैन तपाईको अब अहिले जुन पोर्टफोलियोमा शेयर भएको मान्छेलाई अहिले दिनदिनै टेन्सन भइरहेको हुन्छ के हैन अब कतिपय तपाईलाई पनि टेन्सन भइरहेको होला लसमा हुनुहुन्छ अनि अब भोलि के होला अनि तपाई आश गरिराख्नु भएको छ के मार्केट बढोस् हैन बढे हुन्थ्यो पोर्टफोलियो हरियो भएको हेर्दाखेरि कस्तो खुसी लाग्ने हैन अब त्यो होइन नि त त्यो तपाईले आफूलाई नै त्यो एउटा जालमा फसाइराख्नु भएको छ के हैन त्यसैले मार्केटमा एउटा साइकल हुन्छ मार्केट एउटा चाहिँ तपाईको एउटा चक्रमा घुमे जस्तो गरी घुम्छ हैन त्यो अनुसारले चाहिँ हामी गयौं भने चाहिँ हाम्रो लागि चाहिँ अलिकति बेस्ट हुन सक्छ है त तपाईहरुलाई चाहिँ अब सायद कतिलाई अब गफ दिएको जस्तो पनि लाग्छ हैन तर यो सत्य कुरा हो हैन तपाईले चाहिँ एकदम नै पहिलेदेखि नै नेप्सेमा यदि तपाईले लगानी गरिराख्नु भएको अथवा ट्रेड गरिराख्नु भएको छ भने यो पक्कै पनि तपाईलाई थाहा नै होला अनि मैले चाहिँ यो आफ्नो एक्सपिरियन्स शेयर गरिराको है अब मैले अब यही क्यान्डललाई यदि हेर्नुहुन्छ भने मैले कसरी स्टडी गर्छु भन्दाखेरि बायरले चाहिँ मार्केटलाई माथि लान खोजेको थियो हुन त आजको फर्स्ट आवरमै मजाले तपाईको घटिरहेको थियो अनि ट्राई चाहिँ गरेको थियो ट्राई गरे अझै तपाईको हुन त यसको माथि नै बसिरहेको थियो इन्ट्राडेमा खासै समस्या थिएन बायरले चाहिँ ट्राई त गरेको थियो एकदम ट्राई गरेको तर त्यो उनीहरुले यो क्यान्डलको माथि लानै सकेन के मतलब कि हिजोको यो हाईको माथि उनीहरुले क्लोजिङ दिनै सकेन त्यसले गर्दाखेरि के भइदियो भन्दा जब बायर वीक हुन्छ नि तपाईको सेलर पुरै हावी भइदिन्छ के मार्केटमा जुन भनेको तपाईको कि त बायरले जित्छ कि त सेलरले जित्छ कि त बुलले जित्छ कि त बियरले जित्छ हैन तपाईको दुवैले जित्ने भन्ने कुरै हुँदैन अब यो क्यान्डलमा हेर्दाखेरि अब बायर एकदम वीक भइसक्यो हैन अब एउटै रेन्जमा बसिराख्दाखेरि चाहिँ अब कतिलाई चाहिँ लाग्न सक्छ कि ओहो एउटै रेन्जमा सपोर्ट बनाइराछ यहाँनिर लिक्विडिटी बिल्ड अप भइराछ के खास भन्नुहुन्छ भने एक तर्फबाट तपाईले बुझ्नुहुन्छ भन्दाखेरि हुन त ल ठीक छ एउटा सपोर्ट त बनाइराको छ तर यहाँनिर लिक्विडिटी चाहिँ बिल्ड अप भइराछ हैन अब यो सपोर्ट बनाउँदै गर्दाखेरि क्यान्डल कस्तो बनाइराछ भन्ने कुरा पनि विचार गर्नुपर्छ हैन अब कतिले चाहिँ अब एउटै रेन्जमा बसेको छ घट्नै माने छैन भन्ने भन्नुहुन्छ हैन तर एउटै रेन्जमा बस्दाखेरि क्यान्डल चाहिँ कस्तो बनाइराछ त तलपट्टिको वीक हेर्नुस् तलपट्टिको वीक लामै छैन त्यति माथिपट्टिको पुरै यहाँनिर सेलिङको पुरै यहाँ पेलेको छ सेलरले माथिको वीक ठुलठुलो छ हैन अनि रेड क्यान्डल पनि यसरी बनाइराको छ अब यो रेड क्यान्डल त झन् खतरनाक हो यो एकदम खास यो नबन्नु पर्ने अब यस्तो लेभलमा अब यस्तो बनेको छ त्यसमाथि झन् यो क्यान्डल बन्यो यो क्यान्डलले पुरै कन्फर्म गरिसक्यो अब यो लेभल एउटै लेभलमा बस्नु भनेको बायरले माथि लान नसक्नु हो के अब यो लेभलमा पुरै तपाईको बायर नै थाकिसक्यो के अब यसले माथि नै लानै सकेन क्यान्डलको साइजले हेरेर नै तपाईले जज गर्न सक्नुहुन्छ अब बायर थाकिसक्यो भनेपछि सेलरले पुश गर्ने हो अब सेलरले त्यसलाई लाने तल नै हो भनेपछि अबको नेक्स्ट सपोर्ट भनेको 2600 लाई हेर्नुस् 2600 मा फेरि कस्तो रियाक्ट गर्छ भनेर पनि हेर्नु पर्ने हुन्छ अब एकैचोटी 2600 पुगेर तपाईको फेरि अब उडिहाल्ने पनि हुँदैन हैन त्यो बेला पनि एकचोटी प्राइस एक्सन चाहिँ हामीले हेर्नु पर्ने हुन्छ सो यो थियो तपाईको डेलीमा अनि हामी कुन टाइममा छौं भन्दाखेरि हामी अगस्टमा छौं त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ त्यसैगरी अब हामी एकचोटी ल ठीक छ आवरलीमा पनि एकचोटी जाउँ अब आवरलीमा हेर्नुहुन्छ भने आवरलीमा अब जुन अब यहीँदेखि हेर्नुहुन्छ भने यहीँदेखि तपाईको यो लो बनाए नि जुन यसले हायर हाई बनाउनु पर्ने हो खासमा चाहिँ अब यसले आफ्नै लोलाई यसले ब्रेक गरिदियो त्यसपछि यहाँनिर तपाईको पुरै ट्रेन्डै चेन्ज भइदियो हैन एउटा विकनेस शो गर्यो अब यस्तो फल स्ट्रङ आइसकेपछि तपाईको हेर्नुस् त तपाईको यो पुरा अब यो रिसेन्ट हाईको माथि जान सकेको छैन एक लेभलमा बस्यो अब यहाँनिर तपाईको एक लेभलमा यो लोलाई यसले यसरी ब्रेक गरिसक्यो यो क्यान्डलले तपाईको हेर्नुस् त पुरै बेरिस मार्बोजु क्यान्डल कुनै पनि खालको तपाईको बाइङ नै छैन यसमा यो क्यान्डलमा पुरै सेलरले डोमिनेट गरेको क्यान्डल हो यो त्यसपछिको यो क्यान्डल हेर्नुस् अब हुन त तपाईले अब लो हेर्नुहुन्छ भने लो त ब्रेक गरेको छैन हैन अहिलेसम्मको लो ब्रेक गरेको छैन तर तपाईले यसैलाई गएर एकचोटी लाइन चार्टमा हेर्नुहुन्छ भने लाइन चार्टमा यहाँनिर अलरेडी ब्रेक भइसक्यो हैन तपाईको पुरा यो ब्रेक फेरि यो पनि ब्रेक मार्केट चाहिँ अहिले नेगेटिभ भइसकेको छ हैन पोजिटिभ त केही पनि छैन सो अहिलेको लागि चाहिँ हाम्रो मेजर लेभल भनेको 26 नै हुन्छ त्यसैगरी हामी एकचोटी विकलीमा पनि हेरौं विकलीमा के कस्तो भइराको छ ल ओके अब विकलीमा हेर्दाखेरि हाम्रो अब विकली भोलि फ्राइडे लास्ट दिन हुने भयो हैन अब यदि केही गरी
विकली यो जुन विकली यो लो छ तपाईको 2660 लो। अब 2660 को लो को मुनि यदि बस्छ मार्केट, यसको मुनि यदि क्लोजिङ दिएर यदि यही तलतिर बस्छ भने यसले विकलीमा तपाईको एकदम स्ट्रङ हुन्छ है सिग्नल। फेरि डेलीमा भन्दा विकलीमा एकदम नै स्ट्रङ हुन्छ। यसको मतलब तपाईको हाम्रो यहाँ विकली इन्गल्फ भ्यालिड हुन्छ, जसले गर्दाखेरि मार्केट अझै पनि खस्ने चान्सेस हुन्छ। अनि त्यसैगरी हाम्रो मेजर सपोर्ट नै अब यो हुन जान्छ तपाईको जुन यो 2600 को एरिया छ। 2600 को एरिया छ। अब यहाँबाट तपाईले अब यो एरियामा एकचोटि कुर्नु पर्ने हुन्छ। यो एरियामा के कस्तो प्राइस एक्सन बनाउँछ त्यो एकचोटि हामीले हेर्नै पर्ने हुन्छ। सो विकलीमा पनि खासै त्यस्तो पोजिटिभ केही पनि छैन। त्यसैगरी मन्थलीमा म गएँ। अब मन्थलीमा जाँदाखेरि मन्थलीमा मैले एउटा भिडियो पनि के बनाएको थिएँ भन्दाखेरि नेप्से मन्थलीमा किन बेरिस छ भनेर मैले एउटा भिडियो बनाएको थिएँ। त्यो च्यानलमा पनि एकचोटि गएर हेर्नु होला है। त्यसमा मैले मन्थली चार्ट नै मजाले एकचोटि स्टडी गरेको थिएँ हैन। त्यो पनि भिडियो एकचोटि हेर्नु हैन। अनि मलाई चाहिँ चित्त नबुझेको कुरा भन्दाखेरि अब डेलीमा हामीलाई लाग्छ कि नेप्से बुल जस्तो लाग्छ हैन। अब नेप्से त अझै खतरै हुन्छ जस्तो लाग्छ। हामीले हेरिरहेको भनेको यति मात्रै हेरिरहेछौँ कि हामी यति मात्रै हेरेर चाहिँ हामी जज गरिरहेछौँ हामी अब बजार कहाँ जान्छ भनेर। तर तपाईले यो ठुलो टाइम फ्रेममा यसरी ठुलो पिक्चरमा तपाईले हेर्नुहुन्छ भने तपाईले अब यहाँदेखि थाहा हुनुहुन्छ कि तपाईले यहाँनिर के भइरहेछ भनेर तपाईले धेरै कुरा थाहा हुनुहुन्छ। तपाईले यति भाग मात्रै हेरेर तपाईले चाहिँ अब जज गरिराख्नु भएको। त्यसैले चार्ट हेर्दाखेरि तपाईले डेली हेर्नुस्, आवरली हेर्नुस्, मन्थली पनि हेर्नुस् है, अथवा 3 महिनाको क्यान्डल पनि हेर्नु, स्टडी गर्नु। विकली त झन् छोड्दै नछोड्नु हैन। विकली त झनै हेर्नुपर्छ। अब मन्थलीबाट तपाईले अझै जानुहुन्छ 3 मन्थमा पनि जान सक्नुहुन्छ, 3 महिनाकोमा पनि तपाईँ जानुस् हैन, अथवा 6 महिनाको पनि छ। तर यिनीहरू खासै त्यति चाहिँ जरुरत चाहिँ हेरिराख्नु पर्ने जरुरत चाहिँ हुँदैन। तर मन्थलीसम्म चाहिँ ठिक छ। सो मन्थलीसम्म हेरेँ मैले। अनि मैले के पत्ता लगाएँ भन्दाखेरि अब अनि मैले मन्थलीमा चाहिँ प्राय बोलिङ्गर ब्यान्ड चाहिँ एकदम नै लगाउने गर्छु हैन। इन्डिकेटर मध्ये एकचोटि भनौँ न इन्डिकेटर मध्ये चाहिँ बोलिङ्गर ब्यान्ड चाहिँ एकदम मजाले लगाउँछ हैन। अब म तपाईहरुलाई म क्लियरली देखाउँछु है। त्यो भिडियोमा पनि मैले भनेको थिएँ, अब यो भिडियोमा पनि म भन्नेवाला छु। यदि तपाईहरुले चाहिँ त्यो भिडियो मिस गर्नुभएको छ भने चाहिँ ठिकै छ। अब ल हेर्नुस्, अब यहाँसम्म ठिक थियो हैन, यहाँसम्म ठिक थियो। यो क्यान्डलमा पनि ठिक थियो। यो जुन मार्चको क्यान्डल छ यहाँनिर चाहिँ सबै ठिक छ। अब यो खास त अप्पर ब्यान्डबाट रिजेक्ट खाएको भनेर बुझिन्छ हैन। त्यसपछि यो जुन तपाईको रेड क्यान्डल छ यो तपाईको अप्रिलको क्यान्डल भयो हैन। ठिक छ, मार्च पछि एउटा अप्रिलमा फल आयो। तर हामी 21 दिनको मिडल ब्यान्डको माथि नै छौँ भनेपछि केही समस्यै भएन। नेक्स्ट छ तपाईको मेको क्यान्डल छ। मेको क्यान्डल पनि ठिकै छ, यसमा पनि केही समस्या छैन। ग्रीन क्यान्डल बनेको छ। अनि हाम्रो मेजर त यो भयो हैन। यो जुन ठुलो क्यान्डलको भित्रै बनेको छ एटलिस्ट भनेर चाहिँ बुझ्न सकिन्छ। अनि यो मिडल ब्यान्डको यो माथि पनि बसेको छ के, जुन भनेको एकदमै ठिक छ। यहाँ पनि केही समस्या परेन। तर अब हेर्नुहुन्छ भने अब यो क्यान्डल जुनको क्यान्डल हेर्नु त, जुनको क्यान्डल यस्तो क्यान्डल नराम्रो बनाएको छ, यस्तो बेरिस क्यान्डल बनाएको छ हैन। अब यो क्यान्डलले तपाईको यो जुन यो जति पनि यो सपोर्ट लिइरहेछ नि, अब यो पहिलाको तपाईको यो भाद्र 26 1 वर्ष अगाडिको क्यान्डलहरु स्टडी गर्दाखेरि कुनैले पनि तपाईको हुन त ल ब्रेक गरेको छ, तर तपाईको क्यान्डलमा बाइङ त आएको छ नि हैन। एटलिस्ट एउटा भनौँ न ब्रेक गरे तापनि तपाईको अब यो त तपाईको फेब्रुअरीमा ब्रेक भएको रहेछ हैन। अब यो क्यान्डल त तपाईको मार्बजु एउटा ठुलो बुलिस क्यान्डलले बनिहाल्यो हैन। तर यो क्यान्डल खासै तपाईको स्ट्रङ चाहिँ थिएन हैन। तपाईको बेरिस क्यान्डल भए पनि यो 21 EMA को जुन यो मिडल ब्यान्डलाई ब्रेक गरे तापनि यो क्यान्डल सानो थियो र यो ग्रीन क्यान्डलको भित्रै थियो के, यो बडीको भित्रै थियो के। त्यसैले यो क्यान्डल त्यति साह्रो स्ट्रङ चाहिँ थिएन। तर एक्कासी यो क्यान्डललाई हेर्नु त कुनै पनि खालको तपाईको माथिपट्टि यो विक छैन हैन। अनि बाइङको केही पनि सिग्नल छैन। जस्ट मजाले चाहिँ तपाईको 21 डेजको यो जुन मिडल ब्यान्डलाई चाहिँ ब्रेक गरेको छ क्या, जुन भनेको एकदम नै बेरिस क्यान्डल हो है। अब यहाँदेखि तपाईको यो 21 यो जुन मिडल ब्यान्डबाट बढ्दै आएको जुन यो नेप्से अहिले आएर एक्कासी मिडल ब्यान्डलाई यसरी भट्काउनु भनेको यो राम्रो चाहिँ हुँदै होइन। अनि मेरो स्ट्र्याटेजी अनुसार चाहिँ म के गर्छु भन्दाखेरि यो जुन रेड क्यान्डल छ, यो जुन मेको ग्रीन क्यान्डललाई यो तपाईको यो जुनको क्यान्डलले पुरै ब्रेक गरेको छ। अब यति मात्र नभएर यो 3टा क्यान्डलको मुनि नै क्लोज दिएको छ कि यति पावरफुल भइसक्यो कि यो क्यान्डल यति पावरफुल छ। किन भन्दाखेरि यो क्यान्डलले यो क्यान्डललाई त खाए नै, हुँदा यो 2टा क्यान्डललाई पनि खाइदिएको छ क्या। हेर्नुहोस् त यो जुन मेजर यो लो, यो क्यान्डलको लो त यो त ब्रेकै नहुनु पर्ने खासमा। यहाँ आएपछि त राम्रो बाइङ आउनु पर्ने हो, एउटा विक बन्नु पर्ने हो, मन्थली क्लोजिङ त यसैको माथि दिनु पर्ने हो। अब हेर्नुहोस् त यो जुन मेजर तपाईको यो क्यान्डलको लोलाई नै यसले यसरी ब्रेक गरेको छ भनेपछि हामी बेरिस भइसक्यौँ। बेरिस नेप्सेमा हामी बेरिस भइसक्यौँ। त्यसपछि अब यो जुन इन्गल्फ भइसकेपछि यो जुन जुलाईको क्यान्डलले पनि यसको यो बडीको माथि बस्न सकेन क्या, जुन यो सप्लाई टेस्ट भएर खसेको मानिन्छ क्या। किनभने
यो तपाईँको नेगेटिभ भइसकेपछि यो पुरा यो जुन र्याली थियो यो र्याली तपाईँको पुरै सेलिङको र्याली थियो किनभने यो सप्लाई एरियामा आएर तपाईँको टेस्ट भएर तल आएर क्लोजिङ दिएको छ। अब तपाईँले यसलाई यसो हेर्नुहुन्छ भने यो यसले खासमा त यो 21 EMA यो जुन मिडल ब्यान्डको माथि क्लोजिङ दिनुपर्ने तर यसले क्लोजिङ नै दिन सकेन क्या। अब समस्या त्यही भयो हाम्रो लागि। अब यो कस्तो मजाले मन्थली टाइम फ्रेममा हामीलाई यस्तो क्लियर कट चाहिँ तपाईँको कुराहरू हामीले देखिरहेछौँ होइन। अब यस्तो हुँदा हुँदै पनि तपाईँले चाहिँ अब मार्केट चाहिँ यति जान्छ उति जान्छ भनेर चाहिँ तपाईँले चाहिँ सोच्नु अलिकति हामीले यो कुरामा विचारै पुर्याउनु पर्ने हुन्छ है। तपाईँको यो जस्ट अब यो मिडल ब्यान्डको माथि नै बस्ला जस्तो पनि लाग्दैन मलाई त। विकली नै विक लागिरहेछ। यो विकली पनि तपाईँको हेर्नु त ल ठ्याक्क यो विकलीले पनि तपाईँको यो मिडल ब्यान्डमा टेस्ट भएर यो अहिले लोवर ब्यान्डतिर फर्किरहेछ क्या। अब यसमा यति मोमेन्टम खासै अब यो राम्रै र्याली जाने भए त यो 21 EMA मिडल ब्यान्डको माथि नै बस्थ्यो तर यहाँ रिजेक्ट भएर यो मुनि यो मिडल ब्यान्डतिर गइरहेछ। मिडल ब्यान्डको कति छ 2586 को लेभल रहेछ। त्यसै गरी मैले मन्थलीमा हेर्दिएँ मन्थलीमा पनि अब यो हाम्रो के छ भन्दाखेरि एकचोटि मिडल ब्यान्ड भट्किसकेपछि ब्रेक भएपछि यसले लोवर ब्यान्डतर्फ जाने गर्छ भनेर बुझिन्छ। अब लोवर ब्यान्ड कति छ तपाईँको 2533 रहेछ भनेपछि अब चान्सेस छ है अब यो लेभलमा असम्म हुने पनि। त्यसैले हामीले चाहिँ अब यति कुरालाई मात्र जज गरेर हामी कहाँ छौँ भन्दाखेरि हामी अल्मलिएको भनेको हामीले यति कुरालाई मात्र हेरिरहेछौँ अनि यति कुरालाई मात्र हेरेर हामीले जज गरिरहेछौँ। हुन त मार्केट हो मार्केट जुन लेभलमा पनि जान सक्छ यो मेरो आफ्नो पर्सनल ओपिनियन हो। अब यसमा चाहिँ तपाईँले चाहिँ अब यही भइहाल्छ बजार अब यसरी नै जान्छ भन्ने त्यस्तो हुँदैन किनकि मार्केट हो जुन डिरेक्सनमा पनि जान सक्छ। कसैले घट्छ भनेर घट्दैन कसैले बढ्छ भनेर पनि बढ्दैन। अब यो चार्टले के भनिरहेछ भन्ने कुरालाई मात्र मजाले केलायो भने पनि धेरै कुराहरू छरबस्त हुन्छ। अब कति न जानेको जस्तो गरी अब भन्नु होला होइन। अब धेरैले अब यो ग्याप पनि हेरिराख्नु भएको थियो होइन। हुन त अब मैले पनि हेरेको थिएँ तर मन्थली क्यान्डल देख्ने बित्तिकै म चाहिँ अलिकति बेरिस भएँ होइन। म यहाँ बुलिस नै थिएँ म यो यस्तो भइसकेपछि बुलिस नै थिएँ होइन। तपाईँलाई भन्नुपर्दाखेरि मैले अगाडि पनि भनेको थिएँ म बुलिस नै भएको थिएँ तर मैले जब मन्थली क्यान्डल देखेँ होइन जुनको मन्थली क्यान्डल मलाई एकदम नै नराम्रो लाग्यो क्या। मलाई अलिकति मार्केटप्रति अझै नेगेटिभ भइदिएँ। अनि अर्को कुरा भनेको तपाईँलाई म इन्डिकेटरबाट पनि देखाउँछु। अब इन्डिकेटरमा हेर्नु त हाम्रो MACD को क्रसओभर भइसक्यो होइन। यहाँनिर विकनेस सो भइरहेको थियो अब माथिबाट तपाईँको यो MACD ले सिग्नल लाइनलाई यसरी क्रसओभर दिइसक्यो। अब त्यसै गरी तपाईँले हेर्नुहुन्छ भने EMA लगाउँछु म। EMA मा एउटा डेट क्रसओभर भन्ने कुरा तपाईँले सायद सुन्नुभएको होला होइन। अब यसमा मैले पहिला 200 EMA को मैले लगाएँ त। सो यो चाहिँ तपाईँको 200 यसलाई मैले हटाइदिएँ। सो यो चाहिँ तपाईँको 200 EMA भयो है। अब यो तपाईँको 200 EMA भइहाल्यो। अब 200 EMA को मुनि बस्नु भनेको बजार एक प्रकारले बेरिस नै हुनु हो। त्यसै गरी म फेरि लगाउँछु EMA मैले फेरि यसलाई लगाएँ। अब चाहिँ म EMA 50 लगाउँछु अनि यसको कलर चाहिँ मैले यसलाई चाहिँ मैले कालो बनाइदिएँ। सरी कालो न रातो बनाइदिन्छु ल ओके रातो बनाइदिएँ होइन। अब के छ भन्दाखेरि तपाईँको 200 EMA लाई तपाईँको 50 EMA ले पुरै क्रसओभर गरिसक्यो होइन। अब तपाईँको एकदम नै तपाईँको नराम्रो मानिन्छ जब यस्तो क्रसओभरहरू हुन्छ होइन। यो नेप्सी अब बेरिसमै सिफ्ट भइसक्यो भन्ने चाहिँ बुझिन्छ यस्तो क्रसओभर भइसकेपछि चाहिँ। सो यस्तो कुराहरू पनि धेरै हामीले याद गर्नुपर्ने हुन्छ होइन। सो आज चाहिँ मैले कुनै पनि स्टकको बारेमा चाहिँ कुरा गरेन किनभने मार्केट आफैमा पनि तल झरिरहेको छ। अब झरिरहेको बेलामा यसरी स्टक्सहरूमा यसरी हाम फाल्नु चाहिँ ठिक जस्तो लाग्दैन। तपाईँले आफ्नो रिस्क अनुसार चाहिँ आफ्नो पोर्टफोलियोहरू चाहिँ म्यानेज गर्नु होला। यदि तपाईँलाई भिडियो एकदम हेल्पफुल लाग्यो भने चाहिँ प्लिज लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला र आउने दिनमा हामी यस्तै भिडियोजहरू बनाइराख्नेछौँ। आफ्नो पोर्टफोलियोको पनि ख्याल राख्नु होला है त।